दिदी ढोगनी नमस्कार छ हजुरलाई। तपाईँ त बिहे गरेर गएपछि कहिल्यै माइती दाजुभाइ आमा बुवा कहिले सम्झिनु भएन। जन्मघर सधैँको लागि बिर्सिनु भयो दिदी। यस्तो दुःख आउँदा पनि हजुरले सधैँ जन्मघर बिर्सिएर बस्नुभयो। सर्वे सर्वा मेरे लोग्ने सासू देउरानी जेठानी आमाजी भनेर बस्नुभयो दिदी। तपाईँले यो अवस्था हुँदा पनि मलाई कहिल्यै माइतीको याद आएन हजुरलाई। दिदी यसरी दुःख भोगेर तपाईँ हजुर यसरी बस्नु हुँदा पनि कहिले दाजुभाइको याद आएन है हजुरलाई। दिदी बिनाजु खै त खै दिदी बिनाजु हिँड्नुहोस्। म हजुरलाई यो अवस्थामा म यसरी देख्न सक्दिनँ दिदी। हेर्नुहोस् बरु बिनाजुलाई म फोन गर्छु, फोन गरेर भन्छु उतै आउनुहोस् है भनेर। तर दिदी हजुरले कहिले दाजुभाइ सम्झिनु भएन। दसैँ तिहार तीज पर्व यति ठुलो चाड पनि माइती कहिले सम्झिनु भएन दिदी है हजुर। अनि यो हालत यो अवस्थामा हजुर यसरी बस्नु भएको छ। यो भाइको याद आएन दिदी। हजुर जानुहुन्न भन्ने मैले अलिकति खर्च ल्याएको छु। यो 3.5 लाख जति छ। यो सबै टार्नु व्यवहारहरू मिलाउनु दिदी म लिन आउँछु। होइन भने अहिले नै हिँड्नु। म बिनाजुलाई फोन गर्छु दिदी उतै बसौँला। यस्तो अवस्था गरेर नबस्नु दिदी। कहिल्यै याद आएन है हजुरलाई माइतीको।